मिजो नमस्कार साथीहरु, म चाहिँ आज फेसबुक चोक घुम्न गइरहेको छु। बेलुकातिर जानेहरु दर्शकबिन चाहिँ यहाँ आउनुहुन्छ। फेसबुक चोक भनेर बौलाउनु भएको छ। झापा आएर कहाँ हो भनेर यहाँ देख्नु भएको छैन। बीटीएम रक्सको अध्यक्षज्यूले नि फेसबुक चोक देख्नु भएको छैन, त्यही भएर लादैछु देखाउन। रक्स गर्नुपर्छ साथी र म रक्स गर्ने आज हामी। फेसबुक चोक कहाँ हो केटा हो? तिमीहरूको घरदेखि कति टाढो छ? हाम्रो घरदेखि 10-15 मिनेट हैन। यहाँ इन्टरभ्यु लिइरहेछु मेरो पर्सनसँग फेसबुक चोक जानको लागि। पानी खान आएको छ उ, म चाहिँ माछा खान जान्छु। तिर्खा लाग्यो रे दाजु फेसबुक चोक हिँडेको। तपाईँ चाहिँ अब यहाँ गफ गर्दै गर्नु बिजनेसको सानोतिनो, भरे आएर के गर्छौँ देखाउला। बाई। रक्स गर्नुपर्छ, रमाइलो गर्नुपर्छ। मान्छे हाम्रो हराइरहेको छ। मेरो प्यारो भाइ युसी हराइरहेको छ। गाडीहरू रेडी भइरहेछ फेसबुक चोक जाने। मान्छे वेटिङ। अब हेर यहाँ हाम्रो पीडा। कति बजी आउने? बिजनेस कतिखेर गर्ने हामी? बिजनेस कतिखेर गर्ने? मिजोर हैन? मिजोर बिर्ता खाजागर रमाइलो गर्नुपर्छ। फेसबुकमा रक्स गर्नुपर्छ। तपाईहरु पनि आउनु। रक्स गर्नु भनेको 10 चोटी भइसक्यो। रक्स यस्तो त्यो हैन भयो। त्यो उता भयो। हावामा यताको रक्स हो। सोमा रक्स उल्टो बा सिधा हो। बेटा पुरा तडपिरहेछ कतिखेर जाने भनेर। पिलबिया माछा खान, काँडा भएको माछा खान्छु भन्दैछ। खै कतिखेर हो। सोल्टीले आज लोकल कुखुरा खुवाएको अरे तिमीहरूलाई। 3टा बुलेट छ। यो बुलेट हैन, सब कबाडी हो। एउटा बीटीएम रक्सको मात्रै अलिकति राम्रो छ। त्योभन्दा राम्रो त मेरो यो स्कुटी कुद्छ। हैन? त्यहाँ 3टा छ बुलेट। अहिले एउटा पनि काम लाग्दैन। यहाँ एउटा 4टा छ। यिनीहरू सबै खटेर हो साँच्ची। अब हामी जानुपर्ने यो बुलेटमा आएर सब खटेर। म आफ्नै स्कुटीमा जान्छु। स्कुटी निकाल छिटो। ड्राइभर स्कुटी निकाल छिटो। यहाँ हामीलाई ड्राइभर अन्तिममा मेरो स्कुटी छिटो गरौँ न। छिटो ढिलो भइसक्यो त। के रात पारिसक्यो भन्छु अघिदेखि। जान्न नि म। हामी चाहिँ हिँड्दैछौँ साथीहरू। छिटो मेरो साथीहरू चाहिँ पछाडि आउँदैछन्। जबरजस्ती हात हल्लाउँदैछन् नदेखेर होइन भाइ। अहिले चाहिँ हामी लाग्यौँ साथीहरू। अब लागेर बाटो आइसक्यो होइन। हामी चाहिँ बाटोबाट निस्केको लगभग। अब पुगेपछि मात्रै अब क्यामेरा अन हुन्छ। अहिले चाहिँ यहाँ तेल हाल्ने कार्यक्रम पनि गरियो हामीले। के साह्रो रक्स गर्नेहरू। तेल कार्यक्रम भयो यहाँनिर। अब तेल कार्यक्रमबाट हामी चाहिँ लाग्दैछौँ यताबाट होइन। अब अहिलेको म्याप चाहिँ मै हो है। खेप आएको ठाउँ पनि म्याप हेरेर आइपुग्यो फेसबुक चोक यहाँनिर होइन। म चाहिँ 2 खेप आइसकेको, तर आजभन्दा 5-7 वर्ष अगाडि। त्यही भएर होला अहिले चाहिँ यतिको दामी भइरहेको रहेछ फेसबुक चोक। विशाल भाइको एकचोटि चाहिँ स्कर्पियोमा, एकचोटि साइकलमा आएर बाटै बिर्सिए। आज चाहिँ बुलेट बाइकमा आएको छु साथीहरू। खोज्दा सब न्यू भएछ नि त। यतिको दामी भएछ कि हेरेर राम्रो। रमाइलो गर्नुपर्छ, रक्स गर्नुपर्छ। यो चाहिँ हाम्रो स्टाइल। सोल्टीको स्टाइलमा चाहिँ रक्स गर्नुपर्छ। सब रक्स। फेरि एकचोटि रक्स। सब रक्स गर्न आएको हामी। रक्स गर्न माछा खाने। अब त्यहाँदेखि हामी साथीहरू त्यति गएको होइन, रमाइलो गर्न मात्रै होइन। यहाँनिर हामी फर्मको बारे पनि यसो बुझ्न आएको। कुनै दिन फेरि यहाँ छुट्टी भएर आएपछि, जागिसकेपछि यहाँ माछाहरू पाल्न आउनुहुन्छ। हाम्रो विशाल भाइको यहाँ यस्तो एक्वेरियमको सामान पनि पाइन्छ। रंगीन माछा देखा नहीं था? ये बच्चा है, ये छोटी से बच्चा है, छोटी सी। इधर में बड़का है। ये बहुत बिक्री करता है भाई लोग, इस बिजनेस से। ये 5 रुपये गोटा नहीं पड़ता, ये कम ही दाम है। इसको एक्वेरियम में डालने से अच्छा होगा। हेर्नु साथीहरु, यो चाहिँ माछा हैन। एक्वेरियम तपाईहरुलाई चाहियो भने यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। विशाल भाइलाई हामीलाई पनि सक्नुहुन्छ।
रक्स गरेर आए मम्मी रक्स ड्याडीहरू फोटो खिच्दैछ बाजे पनि आउनु भयो दादा दादा माछाको दादा माछाहरू बेटा तिमी सुतेको लुगा राम्रो कि जुत्ता राम्रो मान्छे राम्रो कि चौरी राम्रो दारी राम्रो हाम्रोमा यस्तो नि भइरहेछ है साथीहरू जोर छोडेपछि के हुन्छ दिदी यो बत्ती बले जस्तै चिसोहरू के खान्छौ केटाकेटी हो दिदी भाइले यति चाहिँ गर्छु भनेको थिएँ यति हुन्छ घटेन यहाँ माछा वेटिङमा भोक लागेको कि निन्द्रा लागेको कि के लागेको बुझ्नु नसकेको लाइट बल्लो विशाल भाइले लाइट बालिदिनु भयो झलल यहाँ अब मलाई यो लाइट बाल्दा सौराको याद आयो मलाई फेरि सेम सौराको याद आयो त अलिअलि ठिक्क बेलामा आएछौँ नि भाइ यता हेर त कस्तो बेटा अनुहार उज्यालो पारेर फोटो पनि खिच्दैछु त अब कस्तो बेउरा यो भेज माछा हो यहाँ भेज मान्छे आउनु भएको छ हाम्रो अर्डर चाहिँ यही हो स्पेसली माछा चाहिँ भेज मान्छेको लागि हो के खाने भन न बेटाहरू साथीहरू पनि आउनु सक्नुहुन्छ फेसबुक चोकमा हेर्नु बत्तीहरू देखाइदिन्छ साथीहरू बत्तीहरू होइन अनि माछा मेउचिजले त स्टार्ट गरो तपाईँ कहिले आएर स्टार्ट गर्ने तपाईँहरू साथीहरू होइन तर अहिले चाहिँ अब मेरो बेटालाई चाहिँ के भएको भोक लागेको है के भएको चाहिँ हामी चिसो खाने ठाउँमा यहाँ बियर कहाँबाट आयो हामीले खाने चाहिँ यति नै हो किनभने बिहानै लोकल कुरा ढाडेर आएको छौँ यहाँको ओनर चाहिँ उहाँ झार काट्नु हुँदैछ पर ढुवाई कि ढुवाई एउटी दिदी चाहिँ खालि पोक मात्रै खान्छ साथीहरू सङ्गत यस्तोको परेर फेरि दुई मुखे साँपको एउटा लामो साँप एउटा छोटो साँप रातो साँप हो अब हामी चाहिँ होइन रमाइलो गऱ्यौँ साथीहरू आज चाहिँ अब यतिकै घरतिर जानु पर्यो यता सब रक्स भइसक्यो अब घरतिर जाने होइन रेडी ल रेडी रेडी टोलीहरू लागिसक्यो त हामीलाई छोडेर भाइ हाम्रो भाइ चाहिँ यहाँ पछाडि फेरि टोली ढिलो हुनुहुन्छ राजा साहब हामी चाहिँ घर आइपुग्यौँ मेरो साथी यहाँ एकदम व्यस्त छ चारो बोक्दैछ के को चारो तिमीलाई नि बिदा गुड नाइट राम्रो बनाएर ल्याइदियो भाइ बाइक दामी ल रक्स भएको छ नि ए हामी चाहिँ घर आइपुग्यौँ साथीहरू आज मेउची दिदीको भ्लग यति नै हो के गर्यौँ हेरिहाल्नु भयो होला साथीहरू बाई गुड नाइट